things to do in Melbourne in spring. Hi guys, एक घण्टा ड्राइभ गरेर आज म चाहिँ गए चेरी हिल. चेरी हिलमा चाहिँ केही न केही फेस्टिभल लागि नै रहेको हुन्छ एन्ड दिस टाइम इट इज चेरी ब्लुम्स. यहाँ जानको लागि चाहिँ टिकट हामीलाई चाहिँदैन अनि इन्ट्री गर्न साथ चाहिँ हामीले यति क्युट क्युट स्टफहरू देख्छौँ है चेरीको प्रिन्ट आउट गरेको. अनि देयर इज अ मिरर अनि सोफाहरू लगाएको थियो चेरी ब्लुम्समा अल फर द पिक्चर्स. यति राम्रोसँग डेकोरेट गरेको थियो त्यो एरियालाई लाइक पिक्चर पर्फेक्ट. एन्ड त्यहाँ चाहिँ पिकनिक गर्ने फ्यामिलीले टाइम स्पेन्ड गर्ने ठाउँहरू पनि बनाएको थियो. यहाँ चाहिँ बिहानै आउँदाखेरि राम्रो हुँदो रहेछ. म चाहिँ हल्का लेट आएको थिएँ अनि त्यहाँनिर चाहिँ चेरीबाट बनेको वाइन अनि जुसहरू चाहिँ टेस्टिङ चलिरहेको थियो. मैले पनि जुस टेस्ट गरेको थिएँ, एकदमै मिठो लाग्यो मलाई पनि. यहाँनिर चाहिँ एउटा ट्रकमा मार्समेलो रोस्ट गरेर खाना दिइरहेको थियो. ओ माई गड, वी क्यान रोस्ट आवर मार्समेलो बाई आवर सेल्फ. अनि मलाई चाहिँ त्यो एकदमै मन परेको थियो, त्यही भएर मैले चाहिँ 2टा खाएको. अनि त्यसपछि म लागेँ मेरो फेस प्रिन्ट आउट गर्नेतिर. मैले लाइफमा फर्स्ट टाइम मेरो फेस प्रिन्ट गरेको. ओ माई गड, आइएम अब्सेस्ड. मलाई यति मन परिरहेको थियो अनि म चाहिँ भ्यू हेर्दै बसिरहेको थिएँ किन इट्स अलमोस्ट क्लोज. द्याट्स अल फर टुडे. थ्याङ्क यू सो मच फर वाचिङ.